सबैमा सेवारो जिल्ला ताप्लेजुङ 18 त्रिवेणी गाउँपालिका वार्ड नम्बर 4 साबिक चाँगे 8 र हाल धरान 5 देउरालीमा बसोबास गर्दै आउनुहुने हाम्रा आदरणीय काका श्री मचिन्द्र आङबुङ 2082 साल वैशाख 23 गते मंगलबारका दिन सफारी दुर्घटनामा परेर हड्डी सम्बन्धी अपरेसन गर्नु परेको थियो र उहाँलाई सहयोगको लागि हामीले आफ्नै दाजुभाइहरूको पहलमा इष्टमित्र दाजुभाइ छरछिमेकहरूलाई केही सहयोग माग गरेका थियौँ र त्यो सहयोग माग गरे बमोजिम हाल उहाँको सहयोगको लागि केही रकम प्राप्त भएको छ र त्यो रकम चाहिँ हामी उहाँलाई आज हस्तान्तरण गर्न गएका छौँ। विशेषतः विदेशमा रहनुहुने हङकङवासीहरूमा चाँगे धरती आमा कोष, त्यस्तै आङबुङ चेलीमेटी परिवार कल्याण कोष लगायत जापान, दुबई र कोरिया, युके, लुङसुङदाङ बजार व्यवस्थापन समिति, त्यस्तै सोबुवाका दाजुभाइहरू इष्टमित्रहरूले पनि उहाँलाई सहयोग गर्नुभएको छ र धरानवासी विभिन्न वार्ड वाइज हामीले केही सहयोग सङ्कलन गर्न खोजेका थियौँ र लगभग सहयोग पनि प्राप्त भएको छ र आज उहाँको निकै लामो हस्पिटल बसाएपछि आज या भोलि डिस्चार्ज हुने कुरा छ र अझै उहाँले 5-6 महिना जति चाहिँ होम रेस्ट गर्नुपर्नेछ र आज यो रकम चाहिँ हामी उहाँ लगायत उहाँको परिवारजनहरूलाई हस्तान्तरण गर्न गइरहेका छौँ। हामीले एकमुष्ट रकम रु 2,14,455 रुपियाँ सङ्कलन गर्न सफल भएका छौँ। धेरैजनाहरूको नाम यहाँ वाचन गर्न सम्भव नभएको हुनाले यहाँहरूको नाम चाहिँ म फेसबुक पेजमा अपलोड गर्नेछु र सहयोगी हातहरूलाई, सहयोगी मनहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छौँ। आगामी दिनहरूमा पनि यो सरसहयोग गर्ने काम यथावत जारी रहोस्। अहिले उक्त रकम उहाँको परिवारजनलाई अथवा उहाँलाई हस्तान्तरण गरिदिनु न म धरान 5 देउराली निवासी आदरणीय काका श्री देवेन्द्र आङबुङज्यूलाई हस्तान्तरण गरिदिनु न म हार्दिक अनुरोध गर्दछु। सेवारो म बिरामी अब युके, कोरिया, हङकङ, सिङ्गापुर लगायत चाँगे धरती आमा कोष अथवा चेलीमाइती कोष, लुङसुङ बजार व्यवस्थापन समिति अथवा मेरो गाउँ सोबुवा, धरान सबै वडाहरूले जस मलाई अब दुर्घटना हुँदा अब जस सहयोग रकम दिनुभएको छ उहाँहरूलाई मुरी धन्यवाद मेरो तर्फबाट। म एक्सिडेन्ट भएर धेरै गाह्रो भएको थियो, अब नयाँ जीवन जिउन जेस भएको छु। तपाईँको साथ सहयोग पाएर यो गुणप्रति हार्दिक आभारी छु र यो तपाईँले गर्नुभएको सहयोगलाई ल सके पनि नसके पनि म पनि तिर्ने कोसिस गर्नेछु। ल तपाईँहरू सहयोगी देश विदेश नेपाल जाइरहनु हुने तपाईँहरूलाई धेरै धेरै मुरी धन्यवाद। ल उहाँहरूको जेठा छोरा हाम्रो भाइ